यो क्रोसियाबाट म्याक्सिमम मान्छेको मेसेज आउने गर्छ। म मेसेज त पढ्छु कुनै कुनै बेला, तर रिप्लाई गर्ने मेरो टाइम हुँदैन। म्याक्सिमम मेसेज एउटै खालको हुन्छ। कसैले म ड्राइभिङ गर्छु, ड्राइभरको काम पाइन्छ कि पाइँदैन त्यहाँ, म केयर गिभर गर्छु, केयर गिभरको काम त्यहाँ पाइन्छ कि पाइँदैन, म यहाँ यति कमाउँछु त्यहाँ कति कमाउन पाइन्छ, यस्ता यस्ता कुराहरू। कतिपय मान्छे मैले क्रोसियाबाट यहाँ आउने मान्छेहरू म फसेँ, क्रोसियामा कस्तो राम्रो काम थियो मेरो भनेको पनि सुनेको छु। एक्ज्याक्टली यति नै दिन्छ भनेर भन्न सकिँदैन। बेसिक स्यालेरी 1200 हो। यदि तपाईँको इङ्ग्लिस राम्रो छ, अलिअलि स्पेनिस पनि बोल्नुहुन्छ भने ल स्पेनिसले पत्याउलान् 1200 दिन सक्छन्। तर तपाईँको पेपर छैन भनेर थाहा पाएपछि कतिपय स्पेनिसहरू कस्तो हुन्छ भने यिनीहरूको मुटु अलि सानै हुन्छ। हाम्रो जस्तो ठुलो हुँदैन। एकपल्ट बोलाएर चिया खुवाउँदैमा के हुन्छ, एकपल्ट खाना खुवाउँदैमा के हुन्छ र भन्ने यिनीहरूलाई कहिले पनि आउँदैन। बोलाएर खुवाउनु भयो, ह्याप्पी भएर खान्छन्, तर उनीहरूले उनीहरूको घरमा बोलाउने भन्ने चान्स हुँदैन। अनि अर्को कुरा, काममा कतिलाई राम्रो ट्रिट गर्छन्, कतिलाई मान्छेहरू त्यस्तै पर्छन्, राम्रो ट्रिट पनि गर्दैनन्, खाना पनि राम्रोसँग नदिएको अवस्थाहरू छ। धेरै मान्छेहरू क्रोसियाबाट आएर बेकार म यहाँ फसेँ, राम्रो पैसा कमाइरहेको थिएँ उहाँ भनेको पनि सुनेको छु। विचार गरेर आउनु होला। यदि 1000 देखि 1500 त्यहीँ कमाउँदै हुनुहुन्छ भने स्पेन नआए पनि हुन्छ। त्योभन्दा कम पनि कमाउन सक्नुहुन्छ, त्योभन्दा माथि पनि कमाउन सक्नुहुन्छ, ग्यारेन्टी छैन। मे 20बाट 2 वर्षमा पेपर हुन्छ, यो कुरा ग्यारेन्टी हो। त्यो बेला लुकेर मान्छेहरू अलिअलि काम गर्दै 2 वर्षसम्म लुकेर कटाउन त, लुक्दै काम गर्दै भयो भने कटाउन त भनेर आउन सक्नुहुन्छ। तर पैसै कमाउने ध्येय राखेर चाहिँ नआउनु होला। पैसा कमिन्छ पनि कमिँदैन पनि। सतर्क हुनु होला, विचार गरेर आउनु होला। म वाट्सएप नम्बर माग्नेहरूलाई के भन्छु भने मेरो नम्बर अफिसियल हो। मैले पर्सनल युजको लागि कसैलाई दिन सक्दिनँ। मैले बार भिडियोहरूमा भनेको छु। मैले हेल्प गर्दाखेरि मेरो नजिकैको मान्छेहरूलाई एकचोटिमा 1-2 जना मान्छेलाई हेल्प गर्न सक्छु, किनकि म एकल व्यक्ति हो, संस्था होइन। संस्था भए ग्रुपमै मान्छे लिएर आएर भए पनि सबैलाई काममा लगाइदिने, हेल्प गर्ने भन्ने हुन्थ्यो होला। एक्लो व्यक्तिले एकचोटिमा 1 जनालाई मात्रै मद्दत गर्न सक्छ। म एजेन्सी देखाइदिन सक्छु। कुनै पनि मान्छेहरू म्याप युज गरेर हिँड्न जान्दछन्, विदेशमा हिँड्न अभ्यस्त भइसकेका छन् भने त्यस्ता मान्छेहरूलाई हेल्प गर्न सक्छु। तर हात डोर्याएर हिँड्न पर्ने अवस्था भएका मान्छेहरू चाहिँ आउन कोसिस नगर्नु होला। अलिकति प्र्याक्टिकल मान्छे मात्रै आउनु होला। त्यस्तो मान्छेहरूलाई चाहिँ सजिलै पनि हुन्छ।